सो फाइनल्ली मेरो चाहिँ साइकलको सामान आइसकेको छ सबै हैन। साइकलहरू बिग्रेको थियो, त्यहाँबाट टायर पनि हाम्रो पड्किन लागिसकेको थियो, त्यहाँबाट टायर किन्न गयौँ हामी 3 जना। अलराइट गाइज, वेलकम टु माई मिनी भ्लग। आई होप सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै आरामै छु। आज चाहिँ मैले जापानमा फर्स्ट टाइम मिनी भ्लग बनाउँदैछु। त्यहाँबाट हामीले पानीपुरी पनि फर्स्ट टाइम खाँदैछौँ सबैजनाले मिलेर हैन। साथीहरू पनि हुनुहुन्छ सबैजना। त्यहाँबाट साथीको त्यहाँ मोबाइल हरायो भनेर म माथि रुममा गएको लिनलाई। लास्टमा मेरो रुम चाहिँ अब यस्तो सजाएको छ क्या, अब खासै राम्रो त छैन, त्यही पनि हल्का देखाइदिउँ न हैन भनेर। अनि त्यहाँबाट मेरो सिन्कोबाट सामान आएको थियो, टक्कसँग सिन्को सामान लिएर केटाहरूलाई अब सबैलाई देखाउनलाई मैले रेडी गरेँ। एक एक गरेर देखाउन थालेपछि अब साइकलको सबै पार्ट पुर्जाहरू आएको थियो। मैले पनि नयाँ अब सामानहरू आएपछि जिस्किँदै देखाउन थालेँ। कालो ब्याग आयो, मेरो फेभरेट ब्ल्याक भनेर देखाउन थालेँ। त्यहाँबाट साथीले लाइटर दिएर लेदरको हो भनेर लाइटरले जलाउन खोज्दै थियो, तर लेदरको त होइन। अब सिनबाट मगाएको सामानहरू, त्यहाँबाट ह्यान्डलहरू पनि आएको थियो, साइकलको ह्यान्डलहरू देखाइदिएँ। त्यहाँबाट अब लाइटहरू मेरो फेभरेटै लाग्छ मलाई लाइटहरू हैन, टायरको लागि। अनि त्यहाँबाट ब्याग पनि अब भेरेँ। त्यहाँबाट कालो मान्छेलाई ब्याग सुहाएन भन्न थाल्यो एउटा साथीले, त्यहाँबाट झिकिदिएँ ब्याग पनि। अनि त्यहाँबाट लाइट आएको थियो, लाइट पनि देखाउनु परेको हैन, लाइटको पनि कमी थियो साइकलमा। त्यहाँबाट साइकलहरूको सामानहरू जति सबै थन्काएँ। हामीले खाजासाजा खाइसक्यौँ। त्यहाँबाट हामी टायर किन्न भनेर जान लागेको थियौँ। मेरो साइकलमा प्लास्टिक थियो, फेरि प्लास्टिकहरू निकाल्न झ्याउ लाग्यो, हतार निकालेर त्यहाँबाट लाग्यौँ 3 जना लागेपछि साथीहरूको चलाउने बानी त्यस्तै छ। फेरि हावा कम थियो अनि पुरानो होस्टेल छिरेर अनि हावा हाल्यो। त्यसपछि हामी टायर किन्न पुग्यौँ। टायर किनिसकेर के घाँटीमा भिरेको थिएँ, गाउँले पारा नदेखान साथी भन्न थाल्यो एउटाले। ठिकै छ भनेर निकालिसकेपछि अब टायर अगाडि राखेर हामी फर्किँदै फेरि बाटोमा साथीलाई फोटो खिच्नु पऱ्यो। यहाँ ढिलो भएको बेलामा कति फोटो खिच्नु पऱ्यो भनेको रिसाउन थाल्यो। त्यहाँबाट हामी पुरानो होस्टेल पुग्छौँ। पुरानो होस्टेल पुगेर अब बनाउनु पर्ला भनेको फेरि सामानहरू रहेनछ। सामानहरू फेरि अलिअलि किनेर ल्यायौँ। अब यति सामान भयो त फेरि बन्छ होला भनेर बनाउने सोचै थियो आज र बनाउनु खोजेको। त्यहाँबाट टायर हेरेको, टायर त यस्तो छ बिजोक टायरको। अब टायर त फेर्नै पर्छ, कुन बेला पड्किन्छ र धोका दिन्छ भनेको। फेरि साथी कहाँ गयो भनेर हेरेको, साथी उहाँ बिट बसान्दै आएर रहेछ। मलाई पनि रमाइलो लागेको थियो, त्यहीबाट मैले पारा दिँदै थिएँ। साथीले फेरि बिर्सेँ मैले त भन्न थाल्यो। ल ठिकै छ भनेर खाजा खानातिर लाग्यौँ हामी। साइकल बनाउनुभन्दा अगाडि त खाजा खानु पर्यो, ठिकै छ भनेर साथीले खाजा बनाउनु थाल्यो। अनि अर्को कुरोमा मैले मिनी भ्लग चाहिँ फर्स्ट टाइम बनाउँदैछु। हजुरहरूलाई इन्टरटेनमेन्ट दिनु सक्नेसम्म हामीले दिनेछौँ। त्यहाँबाट मैले के भोगेको छु, जापानमा के गर्दैछु भन्ने कुराको पनि जानकारीहरू हजुरहरूलाई दिनेछु। अब अहिलेको लागि हामीले चाउचाउ खायौँ। सो अब चाहिँ मेरो मिनी भ्लग कन्टिन्यू आउँछ, साथ सपोर्ट हजुरहरूले दिनु होला। अहिलेको लागि यति नै, हस्त नमस्ते, बाई बाई।